नमस्कार साथीहरू। आज पनि म तपाईँहरूलाई एउटा नयाँ विषयवस्तु लिएर आएको छु। आज चाहिँ मैले यो हामीले तिरेको कर इटिडिएस गरेको कर अनलाइनबाट त्यो कर तिरेको कर चुक्ताको प्रमाणपत्र अनलाइनबाट नै कसरी निकाल्न सकिन्छ भन्ने कुरा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। अहिले कर कार्यालयमा गइरहनु पर्दैन, हामीले घरमै बसी बसी हाम्रो कर चुक्ताको प्रमाणपत्र निकाल्न सक्छौँ, जुन चाहिँ हामीलाई हरेक काममा चाहिन्छ। जसको लागि चाहिँ हामीले सुरुमा यो ird.gov.np भनेको हाम्रो यो राजस्व विभागको वेबसाइटमा जानुपर्ने हुन्छ, कुनै पनि ब्राउजरबाट। त्यहाँ गइसके पछाडि तपाईँहरूले यहाँ स्क्रिनमा देखिए जस्तै एउटा होम पेज खुल्छ। होम पेज खुलिसकेपछि हामी करदाता पोर्टलमा हामी क्लिक गर्छौँ। त्यसपछि एउटा यस्तो खालको इन्टरफेस खुल्छ। हामी यसमा पनि हामी जेनेरलको प्लस आइकनमा थिच्छौँ र हामी ट्याक्स पेयर लगइनमा गएर थिच्छौँ। त्यसरी थिचिसके पछाडि ट्याक्स पेयर लगइनको त्यो आइडी पासवर्ड हजुरहरूसँग छैन भने तपाईँले तलतिर क्रिएट ट्याक्स पेयर लगइन यहाँनिर आएर चाहिँ त्यहाँ आफ्नो पान अनि त्यहाँबाट अरू सबै त्यहाँ भएको विवरणहरू मागेर एउटा पासवर्ड आफैले सेट गरेर तपाईँहरूले त्यो ट्याक्स पेयरको एउटा आइडी बनाउन सक्नुहुन्छ। त्यसरी आइडी बनाउँदाखेरि चाहिँ तपाईँले जुन त्यो हाम्रो पान नम्बर लिँदाखेरि लगाएको फोन नम्बर, त्यो इमेल अटोमेटिक उसले दिन्छ, त्यो म्याच भयो भने मात्रै तपाईँहरूको त्यो मिल्छ। यसरी यो चाहिँ एउटा विद्यालयको छ, यसरी अटोमेटिक दिन्छ र त्यहाँ आफूले एउटा पासवर्ड चाहिँ लगाउनु पर्ने हुन्छ क्रिएट गर्नको लागि। त यदि छैन भने तपाईँहरू डाइरेक्ट ट्याक्स पेयर लगइनमा गएर यसरी स्थायी लेखा नम्बर अनि प्रयोगकर्ताको नाम अनि जुन अघि हाम्रो त्यहाँ थियो अनि हामीले लेखेको त्यो बनाएको पासवर्ड लगाएर हामी त्यहाँ क्याप्चा लेख्छौँ र क्याप्चा लेखिसके पछाडि हामी यसलाई लगइन गर्छौँ। म हजुरहरूलाई यसरी यहाँबाट लगइन गर्न गइरहेको छु। तपाईँहरूले पनि यो ट्याक्स पेयर लगइन गर्न तपाईँहरूले पहिले क्रिएट गर्नुपर्ने हुन्छ। त्यो क्रिएट गरेर यहाँसम्म तपाईँहरू आइपुग्नुहुन्छ अनि त्यस पछाडि तपाईँहरूले प्रयोगकर्ताको नाम अनि हामीले क्रिएट गरेको त्यो पासवर्ड अनि त्यस पछाडि क्याप्चा इन्टर गर्नु जेड यसरी तपाईँहरूले लगइन गर्नुभयो भने तपाईँहरूको यस्तो खालको एउटा इन्टरफेस खुल्छ। अब यसपछि चाहिँ हामी पहिले तपाईँहरूले यो केवाइटी भन्ने छ सुरुमा, त्यसलाई पनि तपाईँहरूले अपडेट गर्नुपर्ने हुन्छ। अहिले पछिल्लो आर्थिक वर्षको लागि चाहिँ तपाईँहरूले केवाइटी पनि अपडेट गर्नुपर्ने हुन्छ। त्यो केवाइटीमा थिच्दाखेरि तपाईँहरूको आफै त्यहाँनिर उसले लगाउनु पर्ने इन्फर्मेसनहरू माग्छ र त्यो इन्फर्मेसन लगाउनु भयो भने तपाईँको केवाइटी अपडेट अटोमेटिक हुन्छ र उसैले तपाईँको यो आर्थिक वर्षको लागि केवाइटी अपडेट भएको छ भनेर लेखिदिन्छ। त्यस पछाडि हामी जान्छौँ, अरू केही हेर्दैनौँ, अहिले हामी पर ट्याक्स क्लियरेन्समा जान्छौँ। यहाँ मेरो चाहिँ अगाडि नै अहिलेको आर्थिक वर्षको लागि चाहिँ यो केवाइटी अपडेट गरिएको छ भनेर लेखेको छ। हजुरले पनि यसरी नै यो डाटाहरू लगाउनु भयो भने यो मेरो व्यक्तिगत आफ्नो हो, यसमा चाहिँ मेरो केवाइटी अपडेट भइसकेको छ। यसरी अब हामी केवाइटी अपडेट यदि गरिसकेको छ भने
हामी अब एकैचोटि ट्याक्स क्लियरेन्समा जान्छौँ। ट्याक्स क्लियरेन्समा जाँदाखेरि यस्तो खालको फेरि ट्याक्स पेयर लगइन हाम्रो जुन अघिको पासवर्ड, अघिको आइडी, अघिको प्रयोगकर्ताको नाम थियो त्यसलाई हामी फेरि यहाँनिर चाहिँ इन्टर गर्छौँ। यसरी मैले चाहिँ जुन मेरो पान नम्बर छ त्यही प्रयोगकर्ताको नाम त्यही लगाउनु पर्ने हुन्छ र पासवर्ड अघिको हामीले क्रिएट गरेको छ त्यो पासवर्ड लगाएर अनि क्याप्चा लगाउँछौँ। क्याप्चा लगाइसकेपछि हामी यहाँ लगइन गर्छौँ। यो नेटवर्क इरर भयो, यो कहिलेकाहीँ यस्तो आउँछ, तर यो हुन्छ। फेरि तपाईँले ट्राई गर्नुभयो भने कहिले क्याप्चा मिल्दैन, कहिले चाहिँ पासवर्ड नमिलेर केही भएर त्यस्तो आउन सक्छ। यसरी लगइन भइसक्छ। यसरी लगइन भइसके पछाडि यस्तो खालको देखाउँछ। अब ट्याक्स क्लियरेन्स र ट्रान्सेक्सन भन्ने देखाउँछ। हामी ट्याक्स क्लियरेन्समा जान्छौँ र यहाँ हामीले चाहिँ अब लगाउँछौँ लेखा नम्बर लगाउँछौँ अनि ठेगाना लगाउँछौँ। यहाँ दिएको इन्फर्मेसनहरू हामी सबै भर्छौँ। अनि मैले इटिडिएस गरेको छुमा हामी चेक लगाउँछौँ छु। मैले एकल रोजगार गरिरहेको छु त्यसमा पनि हामी टिक लगाउँछौँ। यसमा चाहिँ कार्यरत कार्यालयको पनि पान नम्बर लगाउनु पर्ने हुन्छ। त्यो सबै हामी त्यहाँनिर यहाँ जे भनेको छ त्यसलाई हामी फिलअप गर्दै जान्छौँ। अब सामाजिक सुरक्षा कोषमा चाहिँ तपाईँ आबद्धता हुनुहुन्छ भने मात्रै टिक लगाउनुहोस्, हुनुहुन्न भने तपाईँले टिक लगाउनु परेन। अनि यसमा हामीले यो सबै ठिक छ भनेर हामी यहाँ चेक लगाइसके पछाडि यस्तो खालको एउटा आउँछ र आर्थिक वर्ष हामी चुज गर्छौँ। अनि करदाताको किसिम एक्लो प्राकृतिक व्यक्ति लगाउँछौँ। त्यस पछाडि हाम्रो तल हाम्रा विभिन्न शीर्षकमा हामीले प्राप्त गर्ने तलब, भत्ता, दसैँ खर्च अनि पोसाक भत्ता सम्पूर्ण कुराहरूको यहाँनिर चाहिँ छ। अनि हामीले काटिने सञ्चय कोष अनि बिमाको सबै हामीले ग्रेड सहितको तलब सबै हिसाब गरेर हामीले यो ठाउँहरूमा हामीले भर्नुपर्ने हुन्छ। र यसरी यो सबै हामीले भरिसके पछाडि यहाँ तल उसैले सबै हाम्रो इन्फर्मेसनहरू कति काटिने, कति आउने सबै क्यालकुलेसन गरे पछाडि तपाईँको ट्याक्स क्लियरेन्सको हिसाब गरिदिन्छ र त्यही अनुसारले हामीले प्रिन्ट गर्नुपर्ने हुन्छ। र हाम्रो यस्तो खालको कर चुक्ताको प्रमाणपत्र त्यहाँनिर देखाउँछ जसले हामी प्रिन्ट गरेर प्रयोग गर्न सक्छौँ। धन्यवाद, नमस्कार। यस्तै तपाईँहरूलाई अन्य केही जानकारीमूलक भिडियोहरू अनलाइन सम्बन्धी केही जान्न आवश्यक छ भने कमेन्टमा लेख्नुहोला। म सकेसम्म तपाईँहरूको समस्यालाई समाधान गर्ने कोसिस गर्नेछु।